चेन्ज आउँछ कस्तो डिफ्रेन्ट आउँछ नि राम्रो आउँछ नि फोटोबाट मोटो देख्छ कि अहिले म लिएर जान्छु किनभने कालुको यहाँ छुट्टै छ नि त त्यो अगाडि ठाउँ नराख्नु चटपट होइन मेरो त जुठानी उ त सकिसक्यो छुट्टै हो त्यही भएर भने के त्यही पनि के अरे अलि झ्याम्मै सबैको नखाम भनेर कि मेरो यही हो चम्चा पाइ पैसाले हेरेर कस्तो कन्फ्युज लाग्छ नि पैसा भन्नु यसो देखा त सबैले अलि उता पकिने साथीहरू हामी चाहिँ चटपट खान लाग्यो त्यहाँ फ्यानको आवाज आयो होला यार माया नि त गर्मी हुन्छ र किनलाई अब हामी चाहिँ खान्छौँ ल साथीहरू गर्मी सहन नि पर्छ कुनै अस्तिको शनिबार त चुपाइ एकछिन पक्का भने नि के गर्छ एकछिन चुप अस्तिको शनिबार चाहिँ हामी चाहिँ यस्तै खाने भनेको अनि कति अर्को साथीहरू थियो कि फेरि अस्तिको शनिबार अर्को बहिनीहरू थियो अर्को बहिनीहरू यस्तै खाने भने खाना पाएन अस्तिको पालि अस्तिको बहिनीहरूमा एउटा मनी पर्थ्यो तर साह्रै अगाडि हामी त अघि खानै पाएन आज चाहिँ हामीले यस्तो मजाले खाना पायौँ कि त्यही भनिराखेँ आज यता भाग्यमानीहरू छ अनि त्यही भएर कि उनी अस्ति भाग्यमानी भयो त्यो भने त्यो त सरी गाई छाडा पनि त हेर उयो सुरु त केरा भनेको केरा भनेको के नराम्रो केरा भनेको फलफुल हो अङ्ग्रेजीमा बनाना भन्छ बनाना होइन बनाना अरू चाहिँ भन्दा मेरो फुल होला यार किन केरा फुल अनि हो अरू सबै ठिक छ खुर्सानी पनि पिरिनु रहेछ डल्लो हालेको डल्लो हुन्छ डल्ले भनेको डल्ले हो कामै अर्को हुन्छ के भन्नु तिमीहरू छुट्टै टेस्ट आउँछ क्या आमाबाट आफू झरेर कामबाट झर्नु सुनसम्म खाएको अस्ति सानो एउटा चाउचाउ साधेर यति धेरै मैले नि कामबाट हालेर अनि मुत्ताउनु होइन के अरे रसिलो भएको थियो है पछि त दुईजना कामसम्म गएको किचनमा अङ्कल साइडमा थियो देख्यो भने दुःखले बनाएको मैले कराङ त अहिले पऱ्यो त्यो दिन लास्टै भएको मलाई पनि बनाएर खान्छ के गर्ने मुबाले नि घोच्छ नभए नि घोच्छ खाइदिनु बरु अलिक कम खानु क्या धेरै बाऱ्यो भने फेरि मेरो त बाढी चलन छैन साथीहरू साथीले नि म त पिरो खाएर हिँडिरहेको छु पिरो खाएको खायो टोइलेट बजाउँदै गाह्रो है मेन कचुरी खाएको त दाँत पनि छोड्दै भयो दाँतै छैन अब गुलियो खाएर छोडिन्न त्यस्तै हो क्या मैले 1 महिनामा चाहिँ बाह्र घाँटीमा आएर के हो त 1 महिना त होइन होला मैले अपरेसन गरेको झन् बार्नु पऱ्यो 1 महिना त ए म त अस्ति भर्खर भनेर त्यो त प्लाई त्यो मुख के भयो क्या छिटो खा है म त बोल्न सक्दिनँ क्या अघि अनुहार दिनु मैले कति खाएको हामीले खाएको ए त्यो भिडियो हेरेर नि छ भन्नु छिटो खानु मैले देखेको मलाई एकदम गम खाएको साथीहरू अनिसा नदेखेको चाहिँ यत्रो भएर है त्यसले छेक्दे सानो नि साह्रै सानो ए यस्तो हामी चाहिँ त्यो ऊ कमिला त्यो घिउ कमिला हो क्या हामी कालो कमिला मजाले यत्रो रातो हुन्छ नि चाख्ने यत्रो म कालो कमिला त्यस्तो ठुल्ठुलो हुन्छ त अन्त सेती होला कसैले पैसा दिएर बोलाउनै सकेन भाइ कहाँ
काममा ए मैले त बोलाएँ नि तिमीलाई एकचोटि अस्ति जाँदाखेरि हेर्नु नि हिजो मलाई तैँले मलाई अङ्कितासँग साट्नु नदिएको हैनस् अहिले सबितालाई त नयाँ बहिनीसँग साट्नु दिने त्यति बेला त तिमी छुट्टै थियो नि भएर लगाइदियो अङ्किता दिएर दिदीको पालो होइन आज होइन सबिताको पालो हो अनि यसलाई पठाएको जितेको पैसा है सानो जानु भन्दा चाहिँ गयो मैले कान नपरेको यतिकै साथी हुन्छ किन बोगरले त नि तिमीले पैसा पाउनु त्यही भएर आएँ काम परेर होइन मुसे मुसे होइन सानो मुसे म घरै बस्छु दिदी पनि तर काम पर दिदी पनि आइदिनु आइदिनु पर्यो त्यो हो कि त्यही भएर बिजिङ सर कति पठाउँदै म नि आएँ नि नत्र म सुत्छु भनेको थियो अनि केही सोधेको थिएँ होइन कतै जान्छु नि भनेको अरू सोच्ने र सुत्छु रे मलाई कतै जाने सोच पनि थिएन केही गर्छु नि भनेको थिएन मेरो छुट्टी हो अब सुत्छु भन्ने सोचेको थियो अनि मिडियम सक्दा मेरो काम पऱ्यो सानोजना भन्यो अनि हुन्छ अब काम त जस्तो नि पर्छ पर्छ सिकाना मेरो घर त आइदिनु पर्छ भन्नुपर्छ त आउनै पऱ्यो नि मिठो खान अस्ति कसो रे गाछ गाई सपाउनु सक्नुहुन्न आइजहरू म त छिटो खाइ चाहिँ भ्याइयो जुठो हालेर खाउनु ए मलाई त त्यस्तो भन्नै आउन्न है मलाई त्यो सिकाएन के हो र छ्या खाना भन्छु तर मुख त मेरो पुरै आउँदा जान्छ नि जान्छ त खानु त खाना भनौँ जतिले मकै दियो खाना रे यत्रो के खाएको मुखले भयो भने नि बिहे नि हुन्थ्यो जस्तो लाग्छ अनि अन्त खाइदियो दिदीले त्यो डाइटिङ गरेर चाहिँ त्यो सूर्य मकै हुन्छ प्याकेटमा पाउनु ओट्स जस्तो त्यस्तो च्याउनु भित्र खाएको भए ओस् होला नि मकै चिउरा हेर्नु कपाल ओट्स जस्तो क्या ओट्स नै होला नि। डाइटिङ डाइटिङ हेर्नु यहाँबाट मलाई खा खान्छु क्या होइन कि कपाल भनेको बनाउनु नभएको मैले ठिक त चाखेको क्या भनेको म पाएको क्या भन्छु के गीत आएको यहाँ म त कहाँ गएर बस्ने छ ठुलो भयो ठुलो भयो यसो गर्नु ठुलो भयो ए यसो गर्नु यसो गर्ने केही कुरो पनि कर्म पाए जस्तो त्यो भएर मैले दही ल्याइदिएँ भनेको 60 रुपियाँ के खाने हो मेरो त अब खायो भने मन गयो त्यो 60 अरे दहीलाई 60 त हो नि 80 होइन 80 रुपियाँको त एक प्याकेटै आउँछ चिया खाने एक दालिया मेरो पुरानो साथीले फलो गरे भाइ मलाई आएको बोल्छ तिमी राम्री भयो त्यो भएर चिया अनि खाने के केटी साथीकै बिहा गरेर बच्चा पैसा बिचराहरू सबै तैँले किन पाएन भनेको होला नि त कति अस्ति मैले खाएको पानी यो खाएँ भने मजाले के हालेको बुढी बजी खाएको के भनेको चाहिँ घुम्मै हाल्यो ल यति खान्छ त्यहाँ पनि तल बुट्टाहरू फरक छ
कलरको हुनु फरक छ क्या के भाजी चलेको छ एउटाको गाडा एउटाको फिका के है आमा हुन त लैदियो ए सुसिला हर्दै पानी लिएर आउँछ है राम्ररी देखेको भ्यायो गाइस मैले कुछ भनेको मान्छे केटा क्या हो गया जस्तो क्या विभिन्न प्रकारको हुन्छ अलिक बुझ्न नसकिने खालकोले है हामी त अब अनारै रन्केर हैरानै हुन्छ नि त जे भयो नि तिमी त अन्तिम म त्यसमा ल्याउँछु पानी झार्दै ल्याएर बस्दा बस्दा बिग्रुन दिनु अनि गर्न खोजे चाहिँ के हो यो यस्तै खालको दिन्छ छिरो सरी याद आइहाल्यो मलाई भिडियो रेकर्ड गरेँ भनेर अबे बुढी बजाइ रहेछ बिचरा त्यही त भनेको त नि कमै भयो बिग्रिदिन न अन्त आमालाई दुःख नदिनु म छु रे छैन हेर्नु आमाले चिजकोमा जे फेरि भिडियो राख हेर्न तिमीहरूको आँखा राखेन हेर्न कुन जे फेरि भिडियो यसरी यसरी आमालाई दुःख नदिनु म छु रे अनि कमेन्ट हेरेको त हेर्नु त्यो उयो क्या तिमीले के गर्छौ हौ म छु त अरे भाइ होइन दाजु हजुर बुढो मान्छेले सक्नुहुन्न रे तिमीले किन दुःख गर्छौ म छु त म यता छनै छु त रे आमा जिन्दगीमा बाँच्नु मात्रै पर्छ अनेकौँ देखिने रहेछ संसारमा अरे अब के खाने हाम्री दिदी कडा रे खै चिरपट कता हारे ऊ मारे उता रे होइन होला म नि छु रे अलि अलि बौलेर। व्यापार भयो मान्छे आमा अमुजाले पनि गरिदियो भयो बुढी आमालाई दुःख भयो त्यो खुट्टा म बोकिदिन्छु रे हजुर छैन पुगेन कति रहेछ ल त्यसबाट हुनुपर्ने हो त्यही छोडा त हुनु पनि हो त माथि त सबै झार्नु भयो दिदी होइन भन्छ बहिनी छैन अरे क्या बाइकमा लिएर आउने साइड सिक्छ बहिनी होइन कि तँलाई आउन मन लागेको आउँछ लिन अनि अगाडि नै लिन आएपछि दाइ त होइन होइन चाहिँ मैले केही भन्दै रहेन आई लभ यु चाहिँ म कहिले भनेको पनि मलाई बोल्दिनँ अगाडि नै के अरे दिउँसो पनि बोल्दिनँ घर गएर पनि बोल्दिनँ मलाई आउने बेला मात्रै झगडा लागेको बेला झन् कुनै ढिला आउँछ कि सधैँ बरा आफ्नो मर्जी आउँछ कति माया गर्ने बोल्दै बोल्दिनँ भन्दा नि लिन आउने बोल्दिनँ घर गएपछि फोन म घर गएपछि कहिले कहिले फोन गऱ्यो भने पनि उठाउँदिनँ कि बोल्दै बोल्दिनँ वान साइडेड वान लभ रो लागेर बिचरा कहिले त किन मान्छे नगरेको राम्रो छ कपालमा पगाएर देखेर लभ गर्दिनँ लभ नपार्ने बनाउँदै गर्ने मन दुख्दैन लिन आउँछ घर लाग्दै छोड्दिनँ बाटा बोल्दैनौ केही मलाई रिस उठेको ए माछा म त्यो केटा भएको भए यसलाई म लिएर कहाँ पो जान्थेँ आउँछु भनेर फोन गरेर अनि मैले भो म गाडीमा जान्छु भने आउँछु भनेर फोन गरेर कुराउँछ नि त्यतिखेर डेन्जर रिस उठ्छ कुराउने भए म गाडीमा जान्थेँ भनिदिन्छ अनि नरिसाउ न मायालु नआउँदा पनि तिमीले भन्छ राम्रो मान्छे हाम्रो त्यस्तो लिन आउने मान्छे पनि पाएन फेरि आफू त हिँड्यो कता खोल्ने कुरा नै आउँदैन साथीहरू सबै त दिँदै मात्रै मन पराउँछु भन्ने त हुन्थ्यो कि तर हाम्रो लिन आउनु पऱ्यो हिँड्न आउनु त फेरि अब यहाँ हिँड्नु नि खुर्सानी मात्रै बाँकी छ त्यही नि अब छोड्न मन लाउनु के गर्ने त डर लाग्ने
नि हुन पाइन्छ नि सबको चाक पोलाउँदै हिँड्थेँ म त साथ काम परेर एक्स्ट्रा फोन हान्यो भने नि आउँछ पिरै छैन किन त्यही भएर म गर्दिनँ क्या कति माया गर्ने मान्छेहरू मात्रै हो त नि संसारमा यही भगवान् पहिला बोल्थेँ कि अनि त्यहाँदेखि मलाई बोल्न मन लाग्दैन कस्तो नपरेको नि कस्तो पासको नि बाहुन हो ए ल ल कास्ट डजन्ट म्याटर गाइजहरू अहिले चाहिँ कास्ट डजन्ट म्याटर 2 वर्ष बोल्ला अनि त्यो त्योभन्दा कति बोल्ला अनि छोडिदियो त्यो अहिले आफ्नो उसमा हिँड्न हेर यो पानी हाल्ला फेरि तर कति कन्ट्रोल गरेर नि बसेको हो अनि अति नै के घरको ढोकाबाट नि निस्किँदा नि सुत्न पुरा त्यो मलाई मम्मीले कति भन्थ्यो मलाई त तर मम्मीलाई प्रब्लम थिएन विश्वकर्मासँग बोलेको सबै भएभरको मेरो फ्यामिली भइरहेको सबैलाई थाहा थियो मेरो त्यसको ग्यास्ट्रिक हानेको थियो मैले त्यो नि कसरी ग्यास्ट्रिक हानेको भने साथीको हान्न खोज्दा नभएर यतिकै चेक गर्दा गर्दा ग्यास्ट्रिक भयो त्यसले अनि भयो नखोल भन्यो ल त नि हामी खोलेन अनि त्यसले त्यसको आइडी मेरोमा हालिदियो अङ्कलसँग धरि त्यसको आइडीबाट बोलेको थियो मम्मीसँग अनि के नि भन्दैन दिदीसँग मलाई काम परेपछि बोल्ने भनेको उसकै आइडीबाटै बोल्थ्यो केही पनि भन्दैन के भन्छ अरे त्यो नि आइडी कामले थियो भन्थ्यो अनि अब मम्मी गर्दा कस्तो राम्रो मम्मी अगाडि अब मैले अब म भएर मैले बच्चा पाएँ भने चाहिँ म ओके किनभने म अहिलेदेखि त्यो माइन्ड सेट बनाएर हिँडिसकेँ कास्ट डजन्ट म्याटर भनेर उसो के बाहुन छेत्री भएको सबै तिमीहरूले भिडियो हाल्ने होला हौ अझ कास्टको कुरा गर है के हुँदैन हाम्रो छ त हाम्रो भन्छु कि हाम्रो नजरमा होइन भन् केही नि हुन्न अब हामी बिर्छ भन्न पाएन अब हामीले बच्चा पायो भने कास्ट डजन्ट म्याटर बाउआमालाई चाहिँ अब अहिले अब हाम्रो बाउआमालाई चाहिँ हुन्छ कास्ट म्याटर हो क्या अहिले पनि स्टिल अब हामी गुरुङसँगै गएन भने पनि बाउआमाले होइन गुरुङसँगै जानुपर्छ भन्ने अझै गुरुङको झन् अझै तर अरूको त उसको मतलब हुन्न होइन गुरुङको झन् अझै खतरा कास्ट म्याटर गरे हाम्रो त एकदमै उसको हाम्रो त मर्ने बेला पनि छैन मतलब नगरेको अनि हामी राम्रो भएको भए अनि तिमीलाई त्यस्तो गर्छ अनि मतलब त कन्ट्रोल चाहिँ अब उसकै कन्ट्रोलमा बस्न पर्यो नि अब हक भने हक घुम्न नजा भने घुम्न नजा जे भन्यो त्यो पुऱ्याइदिन्छु ल पुऱ्याइदिन्छ होइन अनि त्यो अब म कतै जान कति जान मन लाउँछ अरे आफूलाई पनि होइन होइन म कति कन्ट्रोलमा नि बस्थेँ अनि मम्मीले मलाई पछि पछि अनि घरिबाट निस्किनु नपाउने गरेर नि के बोल्ने त नि त्यसले चाहिँ हेरेर मैले धेरेको के यस्तो मैले धेरै मलाई त्यस्तो थाहा छैन अनि तपाईँ त अब तपाईँ नै भइहाल्नु नि त फोन गर भनिरहेको छु भनेको अहिले भगवान् खाली कुराहरू देखेर ए हजुरले यो है किनेको है जहाँ राम्रोसँग बस घरै आउन नपाइने के भयो त बाहिर तपाईँलाई पनि दिए पैसा है देखेको देखेन रे ढुक्कले के बोल्दा नि ढुक्कले के सिधै भन्थ्यो कि जहाँ घरै आउन नपाइने के हुन्छ त बाहिर बाहिर भेटिहाल्छ त राम्रोसँग बस्न भन्ने छोरीको खुसी द्याट्स नाइस खुबहरूले नि सबैले राम्रोसँग म पनि जान सक्दिनँ अरू जस्तो गुरुङ बाहेक अरू छोरीलाई नि आफ्नो बच्चालाई नि दिनु होला बच्चालाई त दिन्छु म त दिन्छु दिनमा एकचोटि फोन हान्छ Because मैले मेरो आमा बाबाको सवाल छ म त मेरै बहिनी जान्छ भने नि जग्गा हानेको थिएँ कि ल साथीहरू मैले भिडियो अफ गरिदिएँ बाई बाई